पुरै म्युट हानिदिन्छ अनि के गर्ने त्यसको लाइभमा गएर अनि के अरे त्यसले चाहिँ रिक्वेस्टै पठा हुँदैन रिक्वेस्ट पठाओ भनेर गफ हानिदिएर हुन्छ तिमीहरूलाई अस्ति पनि मैले रिक्वेस्ट गरेर एक्सेप्ट गरेर ऊ भयो एकछिन आएको त्यसपछि एक मुख छाड्दा मेरो लाइभै ऊ गरिदिएर ब्यान्ड मुजी रिक्वेस्टै पठाउँदैन अनि पठाओ 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 भन्छ केटाहरूलाई वाइल्डमा अडियन्सलाई त मुजी उल्लु बनाइरहेको छ यार तिनीहरू ठग दिमाग रहेछ हौ ठग दिमाग चाहिँ डेन्जर ठग दिमाग छ हौ त्यसको घरि भिडियो यतिकै एडिट गरेर बनाएर फेकलाई रियल हो भनिदिएछ होइन घरि 7 बजेतिर आइदिएछ सिगल अनि दिउँसो आयो भनिदिएछ त्यस्तो क्या Yes, Thomas Sai Thakuri bro. Yes, my brother. के छ लेज दाइ सब ठिक छ मेरो मनोज भाइ खानासाना खायो केटाहरू के गरेर हो यत्रो 121 जना रहेछ होइन के गरेर हो सबजना खानासाना खायो अनि के छ घरतिर सबको ठिक होला होइन मेरो नि ठिकै छ अब सबैजनाको ठिकै होला मजाको लाइभमा जानु लेभल मिल्दैन क्या के जाने भने त्यस्तोको लाइभमा म गयो भने त्यसले भ्युजको लागि बोलाइरहेको क्या मलाई थाहा छैन केटाहरूलाई मलाई कोट्याउने नै त्यसले भ्युजको लागि क्या अघि पनि देखेन लाइभमा त्यसको 20 कि कतिजनाले हेरिरहेको थियो एक मेरो नाम लिएर लेजीलाई कल गर्नु भन्छ अझै ल एक भोइस मेसेज वार परेको इन्स्टामा अनि एकैचोटिमा 90 100 त्यस्तो भइरहेको अनि यस्तोहरूलाई के है अझ के भन्छ त्यसले गरेर चाहिँ म ऊ भइरहेको अरे यार होइन त्यसले गरेर चाहिँ म मेरो नाम ऊ भइरहेको अरे त्यो चाहिँ मेरो नाम लिएर मेरो खुट्टा तानेर चढ्न खोजिरहेछ त्यो देखेको छैन फुच्चेले त्यसले आफूलाई खतरा आर्टिस्ट सोध्छ जस्तो भने महाकसम बबाले क्या आफूलाई त खुङखार सोध्छ जस्तो गीत सुन्यो भने लालुपाते छ गीत ऊ गरेर मात्र कहाँ चल्छ भने केटा चल्छ कमेन्ट यत्रो मेरोमा त सर्दै नसर्रा ल यत्रो कमेन्ट आइसकेको रहेछ नि सरी केटा हो सरी यार पुलअप हान्नुपर्छ नि ब्रो यार एकचोट चाहिँ यो कति आउँला अरे 10 आउँला ब्रो खोइ कति आउँला थाहा छैन नि आज डेटा एड गर्ने ल रिक्वेस्ट पठाऊ भन म एड गरिदिन्छु है म चाहिँ पठाउँदिनँ होइन उसले पठायो भने म एड गरिदिन्छु